गाइज हाम्रो सिंहदरबार रेडी हुँदैछ। एनजीको आन्दोलन चलेको सिंहदरबारदेखि लिएर सबै चिजहरू प्रिपेयर हुँदैछ नेपाली जनताको सहयोगमा। सरकारले त केही गरेको छैन, अब यो जनताले उठाएको पैसा हो, त्यो पैसाले यो सब मेन्टेनेन्सहरू हुँदैछ गाइज। अहिलेको सरकार पनि एनजिओ आइएनजिओ केबाट चलेको भन्छन्, सत्य हो या त्यो थाहा छैन, तर जेएनजीको माग चाहिँ पुरा हुनुपर्ने हो गाइज। अहिलेसम्म भएको छैन एउटा पनि। यसो सोच्दा पनि मान्छेले अहिले आकलन गर्दा पनि जनताहरूले एनजिओ आइएनजिओबाट विदेशी संस्थाहरूबाट चलेको जस्तै लागि नै रहेको छ सबैलाई। हाम्रो हाम्रो आइटी कर्मचारीमा आज सबैतिर प्रहरीहरू खटाइरहेका छन्। आज जेएनजीको सानो कार्यक्रममा यति साह्रो धेरै प्रहरी खटाउनु पर्ने थिएन, आन्दोलनै होइन, सानो हाम्रो कार्यक्रम मात्रै हो।